हेलो गाइज, वेलकम टु माई साँझको मिनी ब्लग। हजुरहरूको साथमा फेरि पनि आएको छु म हिमाल ब्लग। आज चाहिँ मेरो भाँडा माझ्नेबाट म सुरु गर्दैछु आजको ब्लग है। यो चाहिँ भाँडा माझ्ने काम अहिलेको साँझको। म चाहिँ भाँडा यसरी माझ्छु नि, साँझको बिहान अनि बिहानको साँझ यस्तै हो। अहिले खायो, फेरि भोलि बिहान माझ्नुपर्छ। यो बिहानको भाँडा हो। अहिलेसम्म मैले खाना बनाएको छैन। अब भाँडा माझेर खाना बनाउने हो। मैले एक्लै छु, एक्लै बस्छु म है। त्यही भएर सबै काम एक्लै गर्नुपर्छ। यदि कोही मसँग बस्न चाहन्छ भने त्यसलाई चाहिँ म फ्रीमा बसाल्छु। मलाई खाना बनाइदिए पुग्छ र भाँडा माझ्दिने, कोठा सफा गर्ने, मेरा कपडा धुदिने यति भए पुग्छ। त्यसलाई चाहिँ म कोठा भाडा अनि सबै मेरो भयो, खाने बस्ने सब मात्रै त्यसले यहाँ काम गर्नु पर्यो। कोही त्यस्तो छ भने यसो कन्ट्याक्ट गर्नु होला है त भन्दै आजको मेरो यो साँझको मिनी ब्लग यही खतम गर्छु। मेरो भाँडा माझ्ने काम धेरै छ है त। बाई बाई।